आजको भिडियो चाहिँ म उठेदेखिको सुरु गरिरहेको छु है। हजुरहरूलाई गुड मर्निङ, नमस्कार अनि स्वागत छ मेरो सर्ट मिनी ब्लगमा। हजुरहरू सबैजना सन्चै सुबिस्तै हुनुहुन्छ होला भनेर आशा पनि गरेको छु है। म चाहिँ सधैँ भन्दा चाहिँ ढिलो उठेँ नि त, अन्त अब हस्बेन्ड ढिलो उठ्दाखेरि हस्बेन्डले लुगा मिलाउनुहुन्छ। जो ढिलो उठ्छ हाम्रो चाहिँ त्यसले नै लुगाहरू मिलाउने भन्ने काम गर्नुपर्छ हो। अन्त आज चाहिँ म ढिलो उठेको थिएँ, अन्त म चाहिँ यहाँ लुगाहरू पनि मिलाउँदैछु। अन्त मलाई चाहिँ रुम चाहिँ पुरा मैला भएको जस्तो लाग्यो नि त। हिजो चाहिँ अब हामी घरमा थिएनौँ नि त, हिजो चाहिँ रुम सफा नगरेको, अन्त मलाई चाहिँ बिहानै पुरा सकसक भइहाल्यो। अन्त म चाहिँ यहाँ उठ्ने बित्तिकै रुम पनि बढार्नु थालिहालेको। यो यस्तो बेसी ब्ल्याङ्केटको जुस निस्किन्छ कि, अन्त म चाहिँ यही बढारेर चाहिँ फाल्दैछु। अन्त हेर्नुहोस् है, बाहिर चाहिँ यति बेसी कुहिरो लागिरहेको छ। आज पनि सबै ढकमक्क ढाकिरहेको छ हो। दिउँसो चाहिँ पानी नै पर्छ होला हो। अन्त चिसो पनि बढी नै भइरहेको छ। म चाहिँ यता ब्रस गर्नु लागेको। अब चाहिँ बल्ल बल्ल ब्रस गरिसकेर चाहिँ म फेस वास पनि गर्दैछु। अनि चाहिँ म सकेर चाहिँ किचनतर्फ भर्खर आउँदैछु। अनि ब्रस राखेर चाहिँ यहाँ आउँदाखेरि चाहिँ किचनमा आइपुग्दा चाहिँ हस्बेन्डले पानीमा हालिसकिदिनु भएको रहेछ। अनि हस्बेन्ड चाहिँ फोन हेर्दै बसिराख्नु भएको थियो। त्यस पछाडि चाहिँ मैले पानी पिएर अब चाहिँ फेरि मेरो काम सुरु हुन्छ है। म चाहिँ यहाँ आज चाहिँ आलुको सब्जी पकाउन आँटेको छु। अन्त यहाँ तास्नु पनि गर्दैछु है। मलाई चाहिँ बोक्रा तासेको आलु मात्रै साह्रै मिठो लाग्छ नि त, अन्त म चाहिँ बोक्रा तासेर नै जहिले पकाउने गर्छु। अनि यता चाहिँ हस्बेन्डले चाहिँ आँगन बढाइदिनु हुँदै थियो। अन्त म चाहिँ यहाँ हेर्नु न, कुकर चाहिँ कति बनाउनु, यो चाहिँ कतिपल्ट किनेको भन्दा बेसी चाहिँ बनाउनुमा खर्च लागिसक्यो। अहिले पनि फेरि सिटी बिग्रेछ हो। मलाई चाहिँ रिस पनि उठ्दै थियो सिटी बिग्रेको देखेर चाहिँ। अन्त चाहिँ आजको भिडियो चाहिँ अब यस्तै नै छ है साथीहरू। बिहानीको चाहिँ हजुरहरूलाई मन पर्यो भने चाहिँ लाइक कमेन्ट पनि गरिदिनुहोस्। हजुरहरू सबैजनालाई बाई बाई।